यो जतिसो कम बन्छ सबैले भरि हुन्छ तर अहिले चाहिँ पानी बर्सात हुँदैन नि त अनि त्यही भएर पानी चाहिँ अहिले चाहिँ कमै दहछ पहिला अब बर्खामा आउनु भने त वरिपरि नै हुन्छ मान्छे चाहिँ प्रायः जस्तो यहाँ चाहिँ मान्छे चाहिँ आइ नै राखेको हुन्छ तर पहिला मान्छे हेरिसकिन सक्नुहुन्छ त्यहाँ मान्छे आइराखेको छ यस्तो छ यहाँ घोङ्गी चाहिँ लास्टै धेरै पाउँछ कि त यहाँ त हिलो रहेछ हिलोमा त पस्नु सकिँदैन जस बर्खामा चाहिँ पोखरी चाहिँ ठुलै हुन्छ तर अहिले चाहिँ अब भनौँ न अब बर्सातको समय छैन पानी झर्दैन त्यही भएर तर यो पानी यो जति पोखरी छ नि यो पोखरी चाहिँ यहाँदेखि 6 थोरै घर्ला अब घट्दैन यहाँदेखि त चाहिँ किनकि यो पोखरी चाहिँ अहिलेदेखि मेरो बाजेको भन्दा पनि पहिलादेखि बसेको अरे यो चाहिँ आफै आएर बसेको भन्छ जस्ट एउटा सत्यको हो यो पोखरीको छेउमा चाहिँ एउटा नयाँ घर बन्दै रहेछ होइन अनि ल हाम्रो चुली पोखरीमा चाहिँ एउटा नयाँ घर बन्दैछ लाइफमा पहिलोचोटि बनेको होला यस्तो घर चाहिँ तपाईँहरू कतिजना हुनुहुन्छ काम गर्ने मान्छे एकजना हुन्छ है तपाईँहरूले दिनको रोज गर्नुहुन्छ कि ठेका दिनुभएको तपाईँहरूले हजुर रोज गर्नुहुन्छ है कति दिनमा कति दिन्छ तपाईँले दिनुहुन्छ दिनमा तपाईँहरूले कति दिन्छ 1200 दिनुहुन्छ है ल ठिक छ तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद हाम्रो चुली पोखरीमा यस्तो घर खुवाइदिनु भएकोमा होइन यहाँ चाहिँ हाम्रो नानाको एउटा पसल हुनुहुन्छ चुली के अरे पोखरी नजिकै म चाहिँ अहिले पोखरीबाट फेरि घर फर्किँदैछु अनि तपाईँहरूलाई पोखरी कस्तो लाग्यो कमेन्ट गरिदिनु होला होइन अनि कमेन्ट गरिदिनु होला र सब्सक्राइबर पनि हान्नु नभुल्नु होला यस्तै भिडियोहरू फेरि मेरो सामु तपाईँहरू माथि आउनेछ मलाई माया गरिदिनु होला सपोर्ट गरिदिनु होला हस्तो धन्यवाद भन्न चाहन्छु